हेलो नमस्ते सम्पूर्णमा। आज पनि म उपस्थित भइसकेको छु साथीहरू। हजुरहरूले देखिसक्नु भइसक्यो आज मेरो नयाँ तरिकाको भिडियो छ। म चाहिँ फुल बनाउँदै गरेको नभनेर म चाहिँ बिगारेर पनि फालिसकेँ एकचोटि साथीहरू। यो चाहिँ मेरो फर्स्ट ट्राई हो, एकैचोटिमा हुँदैन नि त। अनि फर्स्टचोटि बनाएको चाहिँ राम्रो भयो, सेकेन्डचोटि बनाएको भएन। त्यसपछि मैले फालिदिएँ अनि फेरि मैले अर्को पेपर लिएँ। धागो बेर्नुलाई पेपर भन्दा पनि कार्टुन हो साथीहरू। यो चाहिँ कार्टुनको त्यो मैले अघि गरेको चाहिँ सानो भएर छोटो भयो धागो, त्यही भएर मिलेन साथीहरू। अघिको चाहिँ पिङ्क कलर र हरियो कलरको थियो भने अहिले चाहिँ सेतो कलर र हरियो कलरको छ साथीहरू। अहिले चाहिँ हुन्छ भन्ने आशले मैले बनाइरहेको छु। के कस्तो हुन्छ लास्टसम्म हेरेरै थाहा हुन्छ साथीहरू। हुन्छ कि हुँदैन, बिग्रिन्छ कि बिग्रिँदैन भन्ने कुरा चाहिँ। यो चाहिँ मैले मेरो एकछिन फुर्सदको टाइममा बनाएको, फुर्सदको टाइमलाई सदुपयोग गरेको है त साथीहरू। आज पनि जङ्गलै जाने प्लानिङ थियो। एकछिन बसेको बेलामा, एकछिन बिसाएको बेलामा चाहिँ मैले बनाएको साथीहरू। यो अस्तिदेखि रहर चाहिँ लागेको, मेरो जाँगर चाहिँ नलागेको साथीहरू, नि त्यही भएर रहिरहेको थियो। अनि आज चाहिँ जाँगर चलाएर बनाएको मैले। जङ्गल गएको मात्रै दिनै जङ्गल गएको मात्रै कति बनाउनु त भनेर आज फरक तरिकाको नयाँ नयाँ भिडियो लिएर आएको छ साथीहरू। बनाउनु चाहिँ दिउँसोदेखि थालेको मैले, तर मैले यसलाई मात्रै फुल टाइम दिइनँ नि त साथीहरू। यो चाहिँ एकछिन फुर्सदको टाइममा गरेको हो। स्टार्ट चाहिँ दिउँसोदेखि भयो र यो भिडियो एन्डिङ चाहिँ राति भएको छ है त साथीहरू। लास्टसम्म हेर्नु है त। म कता कहाँ के बिग्रिन्छ कि भनेर ध्यान मग्न भएर बनाइरहेको छु आफ्नै सुरमा साथीहरू। फर्स्ट टाइम हो बनाउँदै गरेको, कस्तो हुन्छ भनेर थाहा छैन, बनाइसकेपछि मात्रै थाहा हुन्छ साथीहरू। अनि यसलाई त्यसरी बाँधिसकेर चाहिँ धागोलाई यसरी कोर्नुपर्छ। यो मसी सानो काइँयोले कोर्दा पनि हुन्छ, मसँग चाहिँ काइँयो थिएन। अब चाहिँ मैले भने जस्तो भइसक्यो साथीहरू। अनि सामान पनि सबै रेडी भयो। अब बेर्नु बाँकी यो फुललाई, हेर्दै जाउँ न कस्तो हुँदो रहेछ साथीहरू। अब चाहिँ यो सुइरो, यो चाहिँ बाँसको हो, मैले आफै बनाएको। यो सुइरोमा उन्ने, त्यसपछि यो हरियो धागोले बटार्नेलाई यो सुइरोलाई छोप्ने गरेर यसरी बटार्ने हो। अनि यो फुलको पात चाहिँ साथीहरू मैले पेपरको काटेर बनाएको हो। अनि यो पातलाई कतिमा राख्दा ठिक हुन्छ भनेर आफैले विचार गर्ने, त्यसपछि धागोले बटार्ने। त्यसलाई पनि बटार्ने भन्दा बेसरी होइन, हल्का ठिक्क अडिने गरेर थोरै त्यसलाई छुवाएर थोरै मात्रै बटार्ने त्यो पेपर र त्यो पातलाई चाहिँ। दुईवटा छ साथीहरू। एउटा चाहिँ मैले लगभग सक्नै लागिसकेँ, खासै राम्रो चाहिँ छैन त्यो पेपरको पात चाहिँ, किनभने भित्र चाहिँ सेतो भयो, बाहिर चाहिँ हरियो भयो। हुन चाहिँ अब त्यसलाई म केही गर्छु। ल है त साथीहरू, यति भन्दै आजको मेरो ब्लग पनि अन्त्य भयो। के कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनु होला, मन पर्यो परेन। फेरि अर्को भिडियोमा भेटौँला। बाई साथीहरू।